नमस्ते सबैलाई गुड मर्निङ होइन हामी चाहिँ बिहान बिहान उठ्यो हामी होइन म बिहान बिहान उठेँ मर्निङ वकबाट गइकन आएको अन्त ओछ्यानमा मम्मीलाई च्यालेको कतै अनुहार बनायो हो गाइस उठ्नु बित्तिकै मैले त्यस्तो भ्लग पनि बनाइदिएको छु त्यो पनि हालिदिन्छु बिचमा हो मम्मी चाहिँ के गर्नु जानु आँटेको मम्मी चाहिँ पहिला चाहिँ बिहान चाहिँ सबैभन्दा पहिला सुरुवात चाहिँ कुखुरालाई चारो हाल्नु जानु आँटेको साथीहरू अब घरको काम चाहिँ यस्तै हुन्छ नि त होइन अब बिहान उठेर सबभन्दा पहिला यो कुखुरालाई चारो दिनुपर्छ किनभने बिचारा उनीहरू त बाँधिदिएको हुन्छ नि त उनीहरूलाई निस्केर खानु सक्दैन नि त म चाहिँ चिया खाएर चाहिँ नानीले चिया बनाएर दिनुहुन्छ उनीहरू दुईजना चाहिँ मर्निङ वक 4:30 जान्छ कहाँ जान्छ मोबाइल हेर्दै हेर्दै जान्छ अनि आउँछ भोलिदेखि चाहिँ यिनीहरूलाई स्किप खेल भनेको छु मैले यहाँनिरै घरको छेउमै मेरो घोडा नफुस्केको भए चाहिँ म उनीहरूसँगै जान्थेँ लु हाम्रो कुखुराको हेर्नुहोस् है तपाईँहरूले ल लु हामी चाहिँ यहाँ पस्यो लु हेर्नु हाम्रो चाहिँ 7वटा कुखुरा छ यो चाहिँ अस्ति बकमा भनिहालेको छु त भाइले दिएको भनेर त्यो चाहिँ अन्सिकाले लान्छ अरे ब्ल्याङ्केट मोसनमा मुमरुक टमाटर पनि यत्रो भएको छ साथीहरू यहाँ पनि भएको छ त्यो पनि अन्सिका यहाँनिर लडेर कि अस्ति त्यतै जाने डिस्ट्रिक्टको बाटो जान्छ यता डिस्ट्रिक्ट जान्छ घरको बाटो जान्छ हामी चाहिँ कुखुरालाई चारो हालिसक्यो त्यहाँबाट अब चाहिँ काम चाहिँ के छ भने आज दिनभरिको काम चाहिँ हामी चाहिँ माथि नयाँ किचन चाहिँ सिफ्ट गर्ने भनेर चाहिँ त्यसले गर्दाखेरि चाहिँ काम गर्नुपर्छ भट्टाभट्टी अब यो किचन चाहिँ हामी माथि सार्नुपर्छ नि त सिफ्ट गर्नुपर्छ हो अनि अब म फुलमा पानी हाल्नु जान्छु साथीहरू फुलमा खोर्सानीमा देखाउँछु म तपाईँहरूलाई साथीहरू म चाहिँ भर्खर उठेर कुखुरालाई चारो हालेँ अनि मेरो हस्बेन्डले चाहिँ यहाँनिर यसरी ओछ्यानहरू मिलाइदिनु हुँदैछ हो अनि म र नानी चाहिँ माथि छतमा खोर्सानीलाई पानी हाल्नु जाने हो त्यहाँबाट चाहिँ किचन सार्नुपर्छ हाम्रो चाहिँ काम चाहिँ कस्तो खालके यस्तो खालके छरपष्ट भइरहेको छ कि साथीहरू अब यो रुमको लागि पनि अब यो सिटी रुम हो यो खोलेको छैन अहिले भरे खोल्छु त्यसको लागि पनि काम छ होइन फुल हो उकालो जानुपर्छ म पानी बोक्नु चाहिँ सक्दिनँ नानी चाहिँ भयो आज 2-3 दिन भयो यतिको भएको नत्र भने चाहिँ हुस्से लागेर हो यो मैले हिजो तलबाट ल्याउनु पर्छ नि त म चाहिँ ल्याउन सक्दिनँ त्यसले गर्दा मेरो हस्बेन्डले ल्याइदिनु हुँदैछ यता हामी ल नानी जाऊ पानी म हाल्छु कि हाल्ने न लु दिस्टिन किन ए घरमा हुनु साह्रो छ है टोइलेट गर्नु चाहिँ पाउँछ अलिक दिनमा टोइलेट पनि गर्नु पाउँदैन एक उयो हालिदेऊ जग हालिदेऊ खास त बिहान नै हाल्नुपर्ने हालिदिइहाल ल बिहान ल बेलुका के गर्दा ढिलो हुन्छ नि त खोर्सानी यतिको खोर्सानी अब पानी हुनुपर्छ नि त बाबा त्यो भए त पापाले नरोपौँ भनेको उता गर्न पानी कसले हाल्छ भनेर नि कस्तो बारी थियो थाहा छ त चाम्रो न चाम्रो बारी हो हेर्न कान पनि उल्टा सुन्ने नानीहरू मात्रै छ ए म चाहिँ भिडियो बनाउने आमा त काम गराउने आमा त कामै गराउने नि यता चाहिँ हेर्ने उठोको झन् खुट्टाहरू छप्पै तन्काउँदैछ त्यसले यसमा के उयो लाउनु पर्छ होला हौ नानी त्यो यो चाहिँ अब सफा गर्ने यहाँनिर चाहिँ किचन सिफ्ट गर्ने हामी साथीहरू आज चाहिँ हामी यो नयाँ किचनमा सिफ्ट गर्न आँटेछौँ होइन पहिला क्लिन गर्छौँ त्यहाँबाट लास्ट इन्डिङमा मात्रै देखाउँछु किनभने फोन हेर्नु साथीहरू हाम्रो घर चाहिँ यस्तो भइरहेको छ
सामान हामी सार्दैछ माथि सारिसकेर देखाउँछौँ कस्तो हुन्छ भनेर यहाँ होला मल्ल पर्यो साथीहरू आजको ब्लग यति नै थियो होइन आजको दिनभरिको कामहरू चाहिँ यस्तै नै चल्यो किचन चाहिँ पुरा भएको छैन त्यो चाहिँ नेक्स्ट भिडियोमा म तपाईँलाई देखाउने छु पुरा कम्प्लिट गरिसकेपछि हस् सो बाई बाई गुड नाइट फेरि